नेपाल हृदयरोग निवारण प्रतिष्ठान नेपालले खाद्य पदार्थ शरीरयात मनिनिगु चिल्लो पदार्थ ट्रान्स फ्याक्टिया मात्रा सीमित आगु कानुनी आवश्यकता जुगु थागुदु प्रतिष्ठान शुक्रबार एले ज्याचो याना थथे थागु खा प्रतिष्ठानीय अध्यक्ष बलराम नेउपानेय सभापतित्व जुगु ज्याजोले नवापी फुकसिया शरीरयात मनिनिगु चिल्लो पदार्थ ट्रान्स फ्याक्टर स्वास्थ्य त तस्का हानियाइगुली नेपालले ट्रान्स फ्याक्टिया मात्रा सीमित आगु कानुन देके मागुली बबिसे नेपालले आयात जुगु थी कथय नसा जोलले ट्रान्स फ्याक्टिया मात्रा अपोखे निगु प्रतिशत जक जुई मागु नियम हेत सरकार यात माग तगुदु ज्याजोले प्रतिष्ठानीय अध्यक्ष बलराम नेउपाने वरिष्ठ मुतुले विशेषज्ञ प्रतिष्ठानीय ट्रान्सफ्याक्ट प्रोजेक्ट निर्देशक डाक्टर प्रेमराज वैद्य वरिष्ठ मुतुले विशेषज्ञ डाक्टर प्रकाशराज रेग्मी खाद्य प्रविधि लिसे गुण नियन्त्रण विभागीय प्रवक्ता मोहन कृष्ण महर्जन पूर्व मुख्य सचिव तीर्थमान साक्य नवाना दिगु खा नेपाल हार्ट फाउन्डेसन स्थापना भएको 2045 सालदेखि हो। हामीले जनस्वास्थ्य सम्बन्धी कार्यक्रम त्यसमा पनि मुटु रोगको कार्यक्रम चलाउँछौँ। मुटु रोग लाग्नबाट कसरी बच्ने र लागिहाल्यो भने कसरी औषधि उपचार गर्ने हाम्रै यही कार्यक्रमको सन्दर्भमा नै सरकारले पनि होइन ल अब गरिब मान्छेहरूलाई त 1 लाख रुपियाँ हामी नेपाल सरकारले दिन्छ भनेर पनि विभिन्न रोगहरूको वर्गीकरण गरेर दिएको छ। त्यो पनि हाम्रै प्रयास भने पनि हुन्छ, त्योभन्दा अगाडि थिएन। हामी कराउँदा उनीहरूले पनि सुनेर यो मृगौलामा क्यान्सरमा मुटुमा चाहिँ सरकारले पनि पैसा दिन्छ गरिब मान्छेहरूलाई 1 लाख रुपियाँको। त्यो खुसीको कुरो हो। ट्रान्सफ्याट जिरो नै गर्नु भनेको चाहिँ अनस्याचुरेटेड फ्याटको मात्रै कुरा हो। स्याचुरेटेड फ्याटमा चाहिँ ट्रान्सफ्याट भनेको जिरो नै हुन्छ। त्यसकारण चाहिँ हामीले ट्रान्सफ्याटलाई रिप्लेस गर्ने भनेको स्याचुरेटेड फ्याटको चाहिँ प्रयोग गर्ने हो। त्यसकारण चाहिँ ट्रान्सफ्याट चाहिँ जिरो भनेको चाहिँ स्याचुरेटेड फ्याटमा मात्रै हुन्छ। खराब चिल्लो पदार्थ भने ट्रान्स फ्याट होइन, यो त ब्याड फ्याट है। ब्याड फ्याट भनेको खराब चिल्लो पदार्थ। अब ट्रान्स फ्याट भने के हो त? त्यो त शब्दै छैन भनेपछि भएन। हामीले चाहिँ मातृभाषामा शब्द निकाल्नुपर्छ, नयाँ शब्द। जहिले पनि कुनै नयाँ शब्द डिक्सनेरीमा एकैचोटि यो सबै शब्द आएको होइन नि। पालो बिस्तारै गरेर नयाँ नयाँ शब्द थप्याउन्। त्यसैले नेपाल आर्ट फाउन्डेसनले यस्तै कार्यक्रममा एकजना मित्रले चाहिँ चट्ट भनिदिनु भयो, अखची कसो होला भन्नुभयो। हामीलाई पनि ट्याक्कै त्यसले छोयो, सबै यताउता गऱ्यौँ अखची। ल अब चाहिँ यो ट्रान्सफ्याटलाई अखची नामबाट यसलाई प्रख्यात गर्ने आजका मितिदेखि हामीले सबैले यसलाई अखची भनेर बोलाउने। अब नयाँ डिक्सनेरी निकाल्दाखेरि हेर्नु होला, यो ट्रान्सफ्याट भनेको अखची भन्ने चाहिँ आउँछ होला भन्ने आशा गर्दछु। हामी 77 जिल्लामै चाहिँ छैन, तर 77 जिल्लालाई कभरेज हुने गरी हाम्रो डिभिजन कार्यालयहरू छ। त्यसैले एउटा चाहिँ म के क्लियर गर्न चाहन्छु भने यो काठमाडौँ मात्रै होइन, काठमाडौँमा गएर कमी होला हाम्रो अलिकति, किनभने यहाँ अहिलेसम्म गरेर त बढी भएकोले। तर हाम्रो 43वटै कार्यालयहरूबाट खाद्य निरीक्षकहरू हाम्रो अनुगमनमा हुन्छ। सायद हामीले अलिकति हाम्रो 50% बजेट हामीसँग लिमिटेसन होला पक्कै पनि, त्यसले गर्दाखेरि 50% नभए हुनसक्छ। तर हाम्रो दिनानुदिन मुख्य काम भनेको अनुगमनै हो। विभागको मेजर काम भनेको हाम्रो अनुगमन मात्रै हुन्छ र उनीहरूको फुड इन्सपेक्टरको डे टु डे काम भनेको अनुगमन हुन्छ। त्यसैले गर्दा हामीसँग 43 कार्यालय अन्तर्गत भएर काम गर्छौँ भनेर म अलिकति रिक्वेस्ट गर्न चाहन्छु। अब यो ट्रान्सफ्याट खानेकुरा त अब यसले त नयाँ कमअप हो 21st सेन्चुरीको, र अति व्यस्त युवाहरू र अति व्यस्त व्यक्तिहरूको खाना नै यही भइराखेको छ। किनभने फास्ट खाऊ, हिँड्दै खाऊ, हिँड्दै पिऊ, सबै गर्दाखेरि त न्यू जेनेरेसन सबैको लागि बाँचेको छ ट्रान्सफ्याटै खाएर, जसले मार्छ भन्छ। र यसलाई नियन्त्रण गर्ने भन्ने कुरा कानुनी व्यवस्था गर्न त त्यति गाह्रो भएन, निकालिदिए भयो। अब त्यसलाई कार्यान्वयन गर्ने कुरा चाहिँ अति नै गाह्रो देखिन्छ। चिल्लो पदार्थ दैगु ट्रान्सफ्याक्टिया कारण कम उमेरिया मनुतेतन हृदयघात व मस्तिष्कघात अपोजुगु तथ्य सन् 2001 सार्वजनिक जुगु खा थुकिया त पनेत विश्व स्वास्थ्य संगठन सन् 2023 तकै दुने बजारे उपलब्ध जुगु खाद्य वस्तु या त औद्योगिक रूपमा उत्पादन यागु ट्रान्सफ्याक्ट मुक्त यागु लक्ष्य कया तगुतु।